जस्तै सिमलाको भुवा जस्तै साथ उठिनु त छँदैछ फेरि एकान्तमा नरो है कोही पनि फेरि बारे मिठो बात गर रात त्यसै ढल्किँदैछ लुब्रेको हावाले हावाले मलाई सुनेर जालु मायाले उडाइलेमा राम्रो के गाउँछ हेर्दा राम्रो के गाउँछ बस्ने भए मायालु मनमा आउँछ छेक्यो छेक्यो देउराली डाँडा मुसुरा कुहिरोले त्यो सिद्धियो त्यसलाई फाल्यो तिमीले हैन यहीबाट फाल्यो फाल्दा पनि 4 हुन्छ भाइ फाल्दा नि 4 हुन्छ मिलेन हाइकरले 4 गर्दैन हाइकरले 4 गर्दैन हो नम्कीबाट हिँडेको 3.5 घण्टामा हामी यो बाघखोर भन्ने ठाउँ आइपुग्यौँ के थियो रे दाइ पहिला यहाँ बाघको खोर थियो बाघको खोर बाघलाई खोरमा थुनेर राख्ने ए ट्र्याप 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 ए बाघको ट्र्याप ए ल यसरी यहाँ यो बाघखोरबाट चाहिँ 2टा बाटो रहेछ एउटा मासतिर उकालो जाने राइटतिर एउटा लेफ्टतिर ओह्रालो झर्ने लेफ्टतिर ओह्रालो झर्दा चाहिँ हामी निम्ची पोखरी पुगिँदो रहेछ दुध पोखरी पुगिँदो रहेछ भने राइटतिर उकालो लाग्दा नागे पोखरी पुगिन्छ त्यही भएर यो बाटोबाट चाहिँ बाघखोरबाट चाहिँ राइट लिएर हामी नागे पोखरीतिर अगाडि बढ्छौँ बाघखोरमा बसेर हामी कफी खाँदैछौँ एकदम रमाइलो छ वेदर पानी पर्ला पर्ला जस्तो भएको थियो तर परेन है यो हाम्रो चाहिँ परम्परागत रूपले खाइने चिज बाँसको टुसा हो योलाई हामी नागी पोखरी जाँदै गर्दाखेरि साथीहरू 2 जना पछाडि पनि बसेको र यसलाई व्यवस्थापन गर्न झोलामा चाहिँ अलिक समस्या परेर केरा लाने कुरा भएर हाम्रा साथीहरूले केलाउँदै हुनुहुन्छ यो बेलुकालाई हाम्रो तरकारीको चाहिँ रूपले चाहिँ प्रयोग गर्ने भन्ने हिसाबले बनाइएको छ यसलाई ल है व्यापक सरसफाई अभियान चलिरहेछ है साथीहरू गर्नु हेर्नु धर्मशालामा आएर अधर्म गर्छन् यस्तो बसेर खाएर फोहोर गरेर छोड्ने हो यहाँ आएर बसेर खाएपछि सफा एटलिस्ट सफा गरेर छोडिदिनु है के गर्नु र हामीले कहिले सिक्ने अब बिस्तारै यो कोर्समा पनि राख्नुपर्छ क्या यस्ता कुराहरू स्कुलिङ नै छैन होइन यो सबै राख्नुपर्छ कोर्समा एकदम ठिक भन्नु पऱ्यो अब कमसेकम हामी चाहिँ जाने बेलामा अरूलाई चिटिक्क हुने गरी छोडेर जाने हो छोडेर जान्छ हामी सफा गरेर जान्छौँ गुड क्लिन एज वी गो त हाम्रो नारै हो नारै हो काले अहिले ला काले अहिलेलाई
हाम्रो रुम भने चाहिँ अहिले हामीले केटीहरूको कोठा भनेर चाहिँ तर भन्न सकिँदैन केटाहरूले झ्याप्पा लान सक्छ सुवासलाई थुनेर राख्यो कि कति कुरा माग्न पठाउँदो रहेछ भनेर यहीँ बरु म पकाएर दिन्छु हामी भेडीगोठ हेर्न जाँदैछौँ यहाँसम्म आइसकेपछि भेडीगोठ पनि हेरौँ भेडीगोठमा के हुन्छ भेडीगोठमा चाहिँ यहाँ बुवा आमाहरू कसरी बस्नुहुन्छ के खानुहुन्छ कहिले आउनुहुन्छ सबै कुरा यहाँसम्म आइसकेपछि हामी जानकारी लिन्छौँ Thank you.